वेलकम टू न्यू वृन्दावन। खानेकुराहरू यहाँ राखिदिने रहेछ। यहाँ छ गाई ठुलो छ। यो चाहिँ हाम्रो नेपालमा भएपछि यसलाई जर्सी गाई भन्थ्यो। हेलो गाइस, वेलकम ब्याक टु माई भिडियो है। अहिले चाहिँ बिहानको 5 बज्यो। अहिले चाहिँ हामी वृन्दावन मन्दिर जाँदैछौँ। वृन्दावन मन्दिर चाहिँ कहाँ छ भन्दाखेरि वेस्ट भर्जिनियामा छ है। अनि अहिले चाहिँ अब 5 बज्यो। 5 बजे हिँडेपछि अहिले हामी 7 बजीतिर पुग्छ होला। ल त्यही हो साथीहरू, त्यही 3 घन्टा चाहिँ लाग्छ। 5, 6, 7, 8 बजीतिर पुग्छ। ल बिच बाटोमा यसो देखाउँदै जाउँला सिनहरू होइन कस्तो छ। ल साथीहरू, अहिले चाहिँ बिहान यतिको अँध्यारो छ है। उज्यालो चाहिँ भएको छैन, यस्तै छ। अहिले अँध्यारो छ। अब एकछिनमा अब हामी 3 घन्टामा पुग्छौँ उता है। हामी जाँदैछौँ निस्केको घरबाट। ल पिम्बा के छ त, ठिक छ नि? म यहाँ छु होइन। अनि सानोमै कस्तो ल हामी 3जना छ होइन। अनि ट्याक्क लगाएर वृन्दावन मन्दिर जाँदैछौँ अहिले। बिहानको ट्याक्क 5 बजे भन्दा हुन्छ। 4 बजेर 59 मिनट गयो। साथीहरू, अहिले हामी चाहिँ ग्यास स्टेसनमा आएको छ सिट्समा। अनि अहिले चाहिँ यसो होइन ग्यास हालेर कफी खाने हो। कफीहरू खाएर जानु पऱ्यो। अहिले चाहिँ हजुरको कति बजे बिहान भन्दाखेरि 6:30 भयो। बिहान ट्याक्क लगाएर भयो चाहिँ उज्यालो छ है। अघि हामी आउँदा चाहिँ अँध्यारो थियो, अहिले चाहिँ उज्यालो भइसक्यो। ल त्यही हो, रमाइलो छ है, उज्यालो छ। ल गाइजहरू, अहिले चाहिँ हामी ग्यास स्टेसनबाट कफी खाएर लागेको फेरि वृन्दावनतिर होइन। अब ट्याक्क लगाएर कति मिनट छ भनेदेखि 1 घन्टा 8 मिनटमा पुग्छ हामी। ल यस्तै छ, राम्रो हुँदैछ नि होइन? ल त्यो ठिक छ। अनि सानोमी के छ त हालखबर? बिस्कुट कफीहरू है। बिहानको 7 बज्यो। अब मजाले जानुपर्छ कफी खाँदै है। त्यही छ। अहिले हामी जान थालेको चाहिँ वृन्दावन मन्दिर हो होइन। त्यो चाहिँ प्योर कृष्ण प्रणामीको मन्दिर हो। अनि त्यहाँ राम्रो छ होइन, मजाले। यो चाहिँ हाम्रो तेस्रो पटक हो। योभन्दा अगाडि हामी 2 चोटि गइसकेको छ। अब योसँग 3 चोटि हुन्छ। त्यही छ, मजाले घाम लागेको छ है। अनि आज मौसम चाहिँ एकदम राम्रो छ। जाडो साह्रो केही छैन। बिहान चाहिँ हल्का जाडो थियो। अहिले त मजाको छ वेदर पनि ठिक्क छ, एकदम राम्रो सुइटेबल वेदर छ आज। ल त्यो गाइजहरू, कफी खाएर दिनको सुरुवात गर्नुपर्छ होइन। कालो कफी। कस्तो के गर्यो त्यसले? एकदमै त्यो धनी ठाउँतिर क्या होइन। यो अहिले सबैभन्दा गरिब, वान अफ द मोस्ट पोरेस्ट ठाउँ हो क्या, यो राज्य हो क्या त्यो अमेरिकामा, वेस्ट भर्जिनिया क्या। यस्तो राम्रो ठाउँ हो। राम्रो छ खोला, सफा छ पानी पनि। एक खोला त होला नि। अस्ति नै हामी 1003 साथै जाने नि त्यो त। अनि हुन्छ, रुल त ठिकै हो। त्यो यत्रो ठुलो ट्रक चलाउनलाई त रुल स्ट्रिक्ट हुन नै पर्ने नै हो। मिक्सिङ त गर्छ, तर म चाहिँ गाईहरू हेर्दामा गाईहरू बाटो हेरै जान्छ। ल प्रवेश भयो हामी वृन्दावनमा। वृन्दावन प्रवेश भयो गाइजहरू। ल है साथीहरू, अहिले चाहिँ हामी वृन्दावनमा आइपुग्यो होइन, वेस्ट भर्जिनिया वृन्दावन मन्दिरमा।
कृष्ण मन्दिरमा आइपुगेको छु। त्यस्तै छ है, मौसम एकदम राम्रो छ। अनि भर्खर आइपुगेको, ट्याक्क अहिले चाहिँ कति बज्यो भन्दा 8 बज्यो। हामी 5 बजे हिँडेको थियो घरबाट, 5, 6, 7, 8 3 घन्टा लाग्दो रहेछ होइन। ल एकदम राम्रो छ है, कृष्ण मन्दिर हो। हामी क्लिभल्यान्डबाट आउँदाखेरि चाहिँ वेस्ट भर्जिनियामा 3 घन्टा लाग्दो रहेछ। राम्रोसँग आइपुगेँ। ल यस्तो राम्रो छ है, आज अलिकति बिजी रहन्छ, राम्रै छ। ल हेर्नु होला। ल यस्तो राम्रो छ मौसम है साथीहरू, हेर्नुहोस्। ल साथीहरू हेर्नु होला है, श्री श्री राधा वृन्दावन चन्द्र टेम्पल छ यहाँ, हेर्नु होला। हेर्नु हो, ए यस्तो राम्रो छ, यस्तो है, हेर्नुहोस् है, यस्तो हरियो छ है, हेर्नु। नयाँ होला, अस्ति थिएन कि यो। जगन्नाथ भन्ने चाहिँ को रहेछ? Srila Prabhupada's work. यो चाहिँ के भएको थियो, दिवाली आग लाग्दाखेरि कृष्णले उनी आग लागि नै खायो। कृष्ण बलराम, कृष्ण बलराम, राम 10 स्तव शान्ति, श्री जगन्नाथ रूम, यस्तो छ है। ए त्यसकै मूर्ति होइन त बाहिर? उता पर भएको थियो नि। गौरा र श्री चैतन्य र नित्यानन्द ए जगन्नाथहरू यही त रहेछ नि। जगन्नाथ जनताहरूलाई यस्तो भएको कारणले यसको नाम
पुस्तकको समाति कृष्ण हिँड्दै हरे कृष्ण हरे कृष्ण ल साथीहरू आज चाहिँ थोरै मात्रै मान्छे रहेछ होइन यहाँ चाहिँ थोरै मात्रै मान्छे रहेछ आज धेरै मान्छे रहन्छ पहिला जस्तो अनि अहिले चाहिँ हामी यसो भित्र गएको मन्दिरमा होइन अनि फोटोसोटो खिच्यो भिडियो बनायो अनि आज चाहिँ अब यस्तो अब राम्रो मौसम छ होइन तर खासै धेरै अब पूजापाठ पनि भएन अनि थोरै मान्छे रहेछ आज किनभने आज थर्सडे हो नि त अनि अब शनिबार आइतबार भए चाहिँ धेरै मान्छे हुन्थ्यो अनि आज थोरै मान्छे छ र ठिक छ अब यसो यताउति घुम्ने हो होइन अनि यस्तै छ यतातिर होइन मेन मन्दिर चाहिँ यो हो यहाँभित्र छ होइन मन्दिर यो हो अनि भर्खरै हामी चाहिँ त्यहाँभित्रबाट आएको हो टिका सिक्का लायो ल त्यही हो साथीहरू ल राम्रो छ मन्दिर है यहाँ चाहिँ अब पिस हुन्छ क्या ट्याक्क लगाएर है यहाँ आयो अनि यसो हेऱ्यो है अनि अब पूजापाठ गऱ्यो भगवान्हरूलाई यसो अब फोटो खिच्यो भगवान्को दर्शन गऱ्यो होइन आनन्द लाग्छ क्या अब यतिकै अब यसो बिदामा होइन घर बस्नुभन्दा त बरु पूजापाठ धर्म कर्म पनि भयो अनि अब यसो आफ्नो मन शान्ति पनि भयो होइन मनमा धेरै अब नराम्रो कुराहरू पनि खेल्दैन अनि यसो रिफ्रेस हुन्छ कि आफ्नो मनले आनन्द लाग्छ क्या त्यही हो ल अब यसो म हजुरहरूलाई अहिले यसो अब दृश्यहरू देखाउँछु यहाँ कस्तो चाहिँ के छ होइन ल त्यही हो ल ल त्यही गार्लिक र लिम्बू पनि गार्लिक र प्याज पनि हुँदैन गार्लिक छैन प्याज छैन मासु छैन यस्तै खाएर पुरीहरूले आफ्नो भन्दैन प्रसादमा हाम्रो छ चिया छ अनि ब्रेड छ होइन अनि स्याउ भयो अचार भयो होइन केरा अनि ओट छ सुप अनि पम्किन सुप छ होइन अनि यो भयो चनाको हलुवा भनौँ न चनाको त्यस्तै छ सोलर रहेछ यहाँ सोलर सिस्टम अनि यहाँ चाहिँ घाँसहरू पुरै रोल गरेर राखेको छ घाँस चाहिँ यो स्टक रहेछ घाँस होइन अनि यहाँ चाहिँ हाम्रो गाउँमा नेपालमा गाउँमा भगार भने जस्तो यहाँ चाहिँ गाईको भगार रहेछ यहाँ भगार सुरबी ट्रेल हेर्न सक्नुहुन्छ यस्तै छ माथि छ गाई यता पनि छ गाई हेर्नुहोस् गाई छ गाई फार्म ल हेर्नुहोस् यहाँ चाहिँ बच्चा रहेछ तीनटा बच्चा छ कति राम्रो राम्रो तीनटा छ बच्चाहरू यहाँ हेर्नुहोस् ल हेर्नु एक सौ गाउँ
निकाल्ने ठाउँ ट्याक्कै यहाँ राखेँ है अनि दुध निकाल्यो माधुरी राधा cow, pasteurized and Hayfield, Bahulaban, Nandagram, Ox Training Field, यो त एउटा सानो भाग मात्रै रहेछ यो त ठुलो Uddhav चाहिँ गएको रहेछ Khera, क्या Ballybourne, 70 वटा रहेछ अनि शेषा प्रहलाद प्रियदर्शी चढ्नै आएछ अहिले यहाँ ल साथीहरू अहिले चाहिँ भर्खर हामी गसोला अर्थात् गाई हेर्ने ठाउँबाट आएको हो होइन आज वृन्दावन मन्दिर एकदम रमाइलो भयो भगवान्को दर्शन गर्न पाइयो है एकदम राम्रो लाग्यो रमाइलो भयो सानो तपाईँलाई कस्तो लाग्यो त आज रमाइलो छ है रमाइलो छ एकदम आज दिन राम्रो छ क्लियर छ वेदर पनि राम्रो छ ल त्यही हो प्रसादहरू पनि खायो दर्शन गरियो ल अनि ड्राइभर साहब पेम्बा के छ त हालखबर ठिकै छ एकदम ठिक छ है अनि कस्तो भयो त आज घुमघाम भ्रमण एकदमै राम्रो छ भगवान् दर्शन गर्दा फेरि रमाइलो भयो नि ल त्यही हो मनमा आनन्द शान्त भयो भगवान्को दर्शन गर्दा फेरि जसलाई पनि आनन्द लाग्छ है तर भनौँ न यहाँ चाहिँ छुट्टै छ क्या अलिकति आनन्द खालको लाग्छ यो एरिया घुम्नलाई पुरै गाडीमै घुम्नुपर्ने रहेछ यो एरिया घुम्नलाई हुन त हामी योभन्दा अगाडि दुईचोटि घुम्यो तर पनि आज पनि फेरि घुम्दैछौँ होइन रमाइलो गर्नुपर्छ त्यही हो घुम्दै फिर्दै दर्शन पनि भयो घुम्नु पनि पायो होइन ल त्यही हो ल यता पनि छ है यता चाहिँ हजुरहरूको के छ भन्दाखेरि पोखरी छ ल हिँडेर आएको भए ऊ के भन्छ मैलहरू देख्न पाउँथ्यो गाडीमा तर केही छैन अब अहिले एकछिनमा माथि देख्छ होला मयरहरू पनि छ है मयर कराएको आवाज पनि सुनिरहेको छ बाहिरतिर त्यहाँभित्र कृष्ण र बलरामको कृष्ण बलरामको छ यहाँ है पर छ उयो स्ट्याचु तर त्यहाँ चाहिँ हामी गइसक्यो हुनाले अहिले चाहिँ अब नयाँ ठाउँमा जान थालेको यो चाहिँ हाम्रो तेस्रो पटक आएको यहाँ होइन ल है साथीहरू अहिले चाहिँ हामी यहाँ माथि गोल्डन टेम्पलमा छौँ है गोल्डन टेम्पलमा छ अहिले हामी चाहिँ यहाँ छ है होइन प्यालेस अफ गोल्ड छ होइन यहाँ हामी चाहिँ यता छ ल यहाँबाट होइन आइपुग्यो यहाँ गौशाला थियो नि हामी अनि ठ्याक्कै यो एरिया छ नि यो सबैले गाई चलाउने यहाँको सबै एउटा जग्गा छ ल हेर्नुहोस् कस्तो राम्रो मौसम छ आजको मौसम चाहिँ खतरा छ क्या हेर्नुहोस् हामी चाहिँ जतिखेर भ्याउँछ देखेर आउने उनीहरू चाहिँ अब तितिमिति मिलाएर प्यालेस अफ गोल्डन हो यो चाहिँ होइन हेर्नुहोस्
यहाँ छौँ है हामी चाहिँ हामी तिनजना हो क्या यस्तो राम्रो छ है हिन्दू टेम्पल हेर्नुहोस् साथीहरू यस्तो छ ल हेर्नुहोस् गजबको ठाउँ छ है गजबको ठाउँ यस्तो हाइटमा छ है यो ठाउँ चाहिँ एकदम भोलि पर्सि यो सबै हरियाली हुन्छ अहिले चाहिँ सुक्खा छ हेर्नुहोस् हेर्नु होला कस्तो राम्रो हिन्दू मन्दिर हो कृष्णको हामी बिहान 5 बजी हिँडेको अहिले कति लगभग 11 बज्यो होइन घुमफिर हुँदैछ ल त्यही होला हजुर ए हुन्छ पख्ने त National Register of Historic Places. शरीरको निधारमा कस्तो अचम्मले बनाएको यो हात्तीको सुडहरू के रहेछ जो अस्ति पनि यस्तो थियो कालो है यहाँ अस्ति पनि यस्तो जानिदिएको थिएन यस्तो बन्दै थियो है वाउ यस्तो छ है साथीहरू कृष्ण मन्दिरमा आउँदाखेरि चाहिँ छुट्टै खालको आनन्द आउँछ क्या मनलाई शान्ति हुन्छ होइन अनि मजाले घुम्यो अनि दर्शन गऱ्यो भगवान्को यस्तै छ रमाइलो छ भ्लगहरू हेर्दै गर्नु होला साथीहरू यसो नयाँ नयाँ ठाउँको भ्लगहरू राख्दै गर्छु म आफ्नो च्यानलमा होइन युट्युब च्यानलमा युट्युब च्यानललाई सब्सक्राइब पनि गर्नु होला लाइक कमेन्टहरू गर्नु होला अनि सेयर गर्नु होला हेर्नुहोस् ल हेर्नु है साथीहरू कृष्ण मन्दिर यस्तो छ सर हावा चल्दैछ है हावा चल्दैछ बिहानको 11 बजेर छ अहिले चाहिँ हेर्नुहोस् मजाको घाम छ आकाश क्लियर छ ल सो यो चाहिँ गोल्डन प्लेस हो हेर्नुहोस् यहाँ हाम्रो चाहिँ पोखरी देख्यो पोखरी छ हेर्नुहोस् के छ पोखरीमा पुरै झारै झारै छ यहाँ माथि के रहेछ यो भन्ने एकदम धेरै उत्सुक लागेको छ
उत्सव यो त बनाएर त्यो माथि के रहेछ हेरौँ है चढ्नुहुन्छ नि म त जानु ए यहाँ यहाँ पोखरी रहेछ यहीँ ए केही छैन यो त ढलान छ यी फेरि अर्को पोखरी रहेछ यहाँ यहाँबाट यसो तले हेरौँ वाउ कस्तो राम्रो ठाउँ। लिएर आउनै पर्थ्यो रहेछ ज्याकेट लिएर आउनै पर्ने रहेछ है ल हेर्नुहोस् यो माथि चाहिँ त्यो हावा लगाएर जाँदा भएको कि न त हावा नलाएर ठिक्क हुन्थ्यो है ल हेर्नुहोस् जय श्री कृष्ण हरे कृष्ण है सबैजना अहिले चाहिँ हामी वृन्दावनबाट फर्केको अहिले चाहिँ ट्याक्कै 12 बज्यो बिहान हामी चाहिँ घरबाट 5 बजी हिँडेको थिएँ अहिले चाहिँ ट्याक्कै 12 बज्यो ल त्यही हो गाइजहरू ल ल अब भोलि पर्सि फेरि अब हामी आउनेछौँ यो ठाउँमा ल अहिले हामी चाहिँ टर्की रन ड्याम साइड 23 मा छ है वेस्ट भर्जिनिया अनि अहिले चाहिँ हामी कहाँ आएको भन्दाखेरि होइन वृन्दावन मन्दिरबाट अब कहाँ जाने भनेर सोचेको होइन अनि यसो यहाँ खोला छ क्या खोला रहेछ होइन अनि खोलामा यसो अब खोला हेरौँ भनेर आएको अनि खोला पनि हेरौँ अनि यसो रिफ्रेस हुन्छ नि त होइन त्यही भएर ल अब खोलामा गएर यसो पानी सानी खेल्नु पऱ्यो होइन त्यही छ गाइजहरू मैले होइन यसो भर्खर भ्लग बनाउनु सुरु गरेको छु हेरेर साथ दिनु होला त्यही हो साथीहरू ल हेर्दै गर्नु होला ल है साथीहरू अहिले चाहिँ हामी पानी भाटामा आइपुगेछ है यस्तो राम्रो छ पानी यहाँ हेर्न सक्नुहुन्छ निलो पानी छ ड्यामको पानी हो यो चाहिँ ल हेर्नुहोस् अब खुट्टा डुबाउँछ एकछिनमा कस्तो राम्रो अच्छा कस्तो चिसो है अन्त यो हिउँ अस्तिको त परेको हिउँ जमेकै आउँछ आज है ल है साथीहरू अब पहेँलो टिका लगाएको छ अब भर्खरै चाहिँ घरमा आइपुग्यो है हामी सबैजना वृन्दावन मन्दिर घुम्यो दिनभरि रमाइलो गरियो अनि योपालि चाहिँ हाम्रो 3 चोटि गएको भयो होइन वृन्दावनमा वेस्ट भर्जिनियामा भर्खरै आएको चाइनिज बफे खाएर आएको टन्न छ पेट है पेट फुट्ला जस्तो भइरहेछ ल ल
अब भिडियो मनपर्छ भनेदेखि लाइक गर्नु होला, सब्सक्राइब अनि सेयर गर्नु होला। ल गाइजहरू राम्रो भयो ल, ह्याभ अ गुड डे ल।